रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परि हालसम्म 95 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोर्खा र नवलपरासी पूर्वमा गरी 95 जनाको शव फेला पारेको जनाएको छ। अझै पनि हराइरहेका मानिसहरूको खोजी तथा उद्धारको पहल जारी नै छ। यसैबीच नेपालमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न विपदको अवस्थाप्रति भारतले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई तत्काल राहत सहयोग उपलब्ध गराएको छ। भारतले बाढी प्रभावित नेपाली नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले 10 टन मानवीय सहायता तथा विपद प्रतिकारले सामग्री र अत्यावश्यक औषधि नेपालतर्फ पठाएको हो। भारतले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति संवेदना प्रकट गरेको छ। साथै विपदबाट प्रभावित सबै नेपाली नागरिकप्रति भारतले ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा भारत, नेपाल र नेपाली जनताको साथमा रहेको स्पष्ट पारेको छ। नेपाल र भारत बीचको सम्बन्ध केवल दुई देश बीचको कूटनीतिक सम्बन्धमा सीमित नभई सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्धसँग पनि जोडिएको छ। प्राकृतिक विपदका बेला एक अर्कालाई सहयोग गर्ने परम्परा पनि दुई देश बीच लामो समयदेखि रहँदै आएको छ। यसअघि 2072 साल अर्थात् सन् 2015 मा नेपालमा गएको विनाशकारी भूकम्पका बेला पनि भारतले तत्काल उद्धार तथा राहत टोली परिचालन गर्दै नेपाललाई सहयोग गरेको थियो। अहिले पुनः नेपाल भीषण बाढीको चपेटामा परेको अवस्थामा भारतले जिल्ला नगरी राहत सामग्री र औषधि पठाउँदै विपदको घडीमा नेपालसँग आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेको छ। प्राकृतिक विपद जुनसुकै रूपमा आए पनि छिमेकीको दुःखमा साथ दिनु नै असल छिमेकीको पहिचान हो। यही भावनाका साथ भारतले यस कठिन समयमा नेपाल र नेपाली जनताको साथमा रहेको सन्देश दिएको छ। बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ। यसैबीच विभिन्न देशी विदेशी सङ्घ संस्थाले बाढी पीडितको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि सहयोगको घोषणा गरेका छन्।